बसेको मन्त्री परिषद बैठकले 3 परियोजनाका लागि 39 अर्ब रुपियाँ भन्दा बढी वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गर्यो। आइतबार बसेको मन्त्री परिषद बैठकले डिजिटल नेपाल, दिगो र समावेशी वित्त विकासका लागि विश्व ब्याङ्क र एसियाली विकास ब्याङ्कबाट 27.5 अर्ब नेपाली रुपियाँ बराबरको ऋण लिने निर्णय गर्यो। मङ्गलबार पुनः बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि 85 मिलियन अर्थात् 12 अर्ब 66 करोड रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गर्यो। यसरी लगातार ऋण थप्ने सरकारी निर्णयलाई लिएर नयाँ सरकारले मुलुकलाई विकासको बाटोमा लैजान खोजेको हो कि ऋणको दलदलमा भन्दै गम्भीर प्रश्न उठाइएको छ। विगतमा पुराना दलले देशलाई ऋणमा डुबाए भन्दै आलोचना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा आउने बित्तिकै धमाधम ऋण लिने निर्णय गर्नुलाई पूर्व अर्थमन्त्रीहरूले नै आश्चर्यका रूपमा लिएका छन्। हामी ऋण लिँदैनौँ, विगतका ऋणले देशलाई ऋणमा डुबाए भनेर उहाँहरू राजनीतिमा आउनुभएको हो, वैकल्पिक राजनीति प्रस्तुत गर्नुभयो। आउन आउँदैन एकै दिनमै 28 अर्ब ऋण लिनुभयो। उहाँहरूले जवाफ दिने कुरा हो र जनताले प्रश्न गर्ने हो। ऋण लिन्नौ भन्ने अनि आएकै दिनमा ऋण लिनेलाई पत्याउनुहुन्छ कसरी? यो त जनताले हामीले भन्नु हुँदैन, हामीसँग त जनमतै छैन त्यो गर्ने। किनभने अहिले हामी आवश्यकतामा ऋण लिनुपर्छ, त्यो मुख्य पूर्वाधारहरूमा खर्च गर्नुपर्छ भन्नेमा हामी हौँ। त्यसै देशको प्राथमिकता पूर्वाधार छ। फागुनसम्म सरकारको कुल ऋण 28 खर्ब 78 करोड रुपियाँ थियो। कुल ऋणमा आन्तरिक ऋणको हिस्सा 13 खर्ब 48 अर्ब रुपियाँ छ। बालेन्द्र शाह नेतृत्वमा आएपछि 2 पटक लिएको ऋण जोड्ने हो भने अहिले 29 खर्ब 17 अर्ब रुपियाँ ऋण पुगिसक्यो। यससँगै ऋणको आकार कुल गृहस्थ उत्पादनको 47% नागेको छ। यो ऋणलाई कुल जनसङ्ख्यासँग भाग लगाउने हो भने अहिले प्रत्येक औसत 1 लाख रुपियाँ बराबरको ऋण भार पुगेको छ। साउनदेखि फागुनसम्म 3 खर्ब 46 अर्ब रुपियाँ ऋण थपिँदा 2 खर्ब 42 अर्ब रुपियाँ ऋणको सावा ब्याज तिर्नमा खर्चनु परेको छ। यसलाई देखाएर मुलुक ऋणको पासोमा परेको भन्दै आलोचना हुन थालेको छ। तर देशको आवश्यकता अनुसार ऋण लिनु स्वाभाविक हो, तर त्यसको सही सदुपयोग हुनुपर्नेमा जोड छ। ऋण त लिनुपर्ने नै हुन्छ, तर अब यसमा चाहिँ कसरी लिनु पर्यो भन्दाखेरि ऋणलाई चाहिँ हामीले साधारण खर्चको लागि प्रयोग गर्नुभन्दा पनि विकास खर्च र जुन प्रोजेक्ट चाहिँ हाम्रो लागि स्ट्राटेजिकली इम्पोर्टेन्ट छ त्यहाँ खर्च गर्न सक्यो भने ऋण लिनै पर्छ र देशका विकसित देशहरूले पनि लिइरहेकै छ। यो राजस्व घाटालाई कसरी इन्हेन्स गर्ने, पूर्ति गर्ने, किनभने अब चाहिँ सार्वजनिक ऋण उठाएर तलब खुवाउने अवस्था सिर्जना हुँदैछ भने